आज हामी काठमाडौँदेखि घर जाँदैछौँ। यो यात्रा त्यति सजिलो छैन किनकि हाम्रो घर चाहिँ गाउँपालिका 2 रहेको छ। आफ्नो घर पुग्नको लागि 2 रात नाइट बस तपाईँलाई कस्तो हुनेछ सम्पूर्ण यस भिडियोमा जानकारी दिनेछौँ। बाबाको ब्याग नि बसमा हाम्रो छोरी यहाँ छ अनि यतातिर पुरै फुल भएर हामी बसमा चढिसकेका छौँ किनकि अब हामी हाम्रो यात्रा जुन नाइटको यात्रा सुरु गर्नेछौँ। यो नाइट बसको सिटमा हामी अहिले बसिरहेका छौँ। ल बेबी अहिले पछि देखाउने बेबी अहिले त्यही छ ल। ओके यो मुगलिन साइड हो। हामी लगभग 6 से 7 घण्टा जाममा फँसेका छौँ किनकि धेरै ठुलो पहिरो परेको जाम मुङलिङमा हाम्रो मात्र होइन अरू हामी जस्तै धेरैको बस रोकेको थियो किनकि त्यसमा जामेर जाम यो कहिले पुग्ने हो घर सानी कहिले जाने हो। धेरै ठुलो जाम भएको हुनाले धेरै टाइम लाग्ने भएको हुनाले हामी केही रेस्ट अथवा खाना खानको लागि हामी होटलतिर लागेका छौँ। भात खान भात गाह्रो छ जिन्दगी। नाइट बसमा जानु भनेको खुकुरीमाथि हिँडे जस्तो हो किनकि यता ढल्केनी पर्ने उता ढल्केनी पर्ने बाटो त्यस्तो हुन्छ। जाम सानी कति धेरै जाम है। बल्ल खुल्यो क्या हो। जामै खुलेको छैन है। बेबी बेबी हो जाम हेर त कति धेरै जाम हो। जाम भनेको यो गाडी रोकेको हुन्छ नि त्यसले जाम भन्छ कि छोरी। यो गाडी रोकेको देखिन 2 घन्टासम्म। रोकेर गाडी जाम भएको कि यसलाई जाम भनेको कि छोरी। हेर त यो बिजोक जाम होइन कति धेरै ठुलो गाडी हो क्या यो। हेर हेर कसरी पुग्ने होला त छोरी गाउँमा। नानी गाउँमा पुग्न सक्छ त यसरी हो र होइन होला। सक्छु कहाँ हिँडेर सकिन्छ त गाउँमा हिँडेर पुग्न सकिन्छ त छोरी। बल्ल 6 घन्टाको जामपछि अहिले बस हिँड्न लागेको छ। हामी बसमा बसेका छौँ। यसमा त हामीले काठमाडौँदेखि धनगढी जाँदा त सजिलैसँग हामीले सिट पाएका थियौँ भने धनगढीदेखि हामीले अछाम बाजुरा जानको लागि हामीलाई एकदमै गाह्रो हुन्छ किनकि पहिलाको पालि जाँदा हामीले डबल टिकट एउटै सिटको डबल टिकट काटेर झगडा परेको थियो भने योपल्ट कसो हुन्छ हेरौँ। तपाईँहरूलाई यस भिडियोमै सम्पूर्ण दिनेछौँ। रातिको समय हो, निद्रा झपक्क लागेको हुन्छ। खाल्डो यस्तो खाल्डो हुन्छ कि बिचमा यति डर लाग्छ कि कुनै ढक 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 हुन्छ किनकि अब ठुलो खाल्डो हुन्छ अनि अलि फेसमा आउँछ गाडी झ्याम्म फस्छ अनि फेरि उफ्रिन्छ। यस्तो गाह्रो हुन्छ कि नाइट बस भनेको एउटा खुकुरीको धारमा हिँड्ने जस्तो उता फर्किने ढल्ने उता फर्किने जुन यता खसेनी उता डल्ने उता खसेनी उता डल्ने त्यस्तै हो। यस्तो डर लाग्छ कि यो लङ दुरीको जुन सडक चाहिँ यही सरकारले हेर्नुपर्ने हो।
काठमाडौँबाट हिँडेपछि धनगढी पुग्नलाई हामीले लगभग 18 देखि 20 घन्टा जति लाग्छ। नर्मल्ली धेरै जाम नभएपछि त्यतिसम्म लाग्छ, एकदमै गाह्रो हुन्छ। हामी दसैँको बेला धेरै जाम भएको हुनाले राति धनगढी पुग्यो होला। त्यसपछि बिहान हामी अत्तरिया आएका छौँ। यो तपाईँहरूलाई अत्तरियाको भिडियो देखाएका छौँ। यो अत्तरिया भन्ने ठाउँ हो। अब हेरौँ यहाँनिर माथिको यात्रा कस्तो हुन्छ। एकदमै धेरै त्यसमा धेरै हुन्छ कि जस्तै अब जानको लागि डबल टिकट काटेको हुन्छ। यात्रा गर्न एकदमै असहज हुन्छ। यो हेर्नुपर्ने हो त्यहाँको जुन सिधुपश्चिमको नगरपालिकाले पनि अलिकति यसमा केही गर्नुपर्ने हो। ल हामीले टिकट त सजिलै पायौँ। हामी जस्तै अरू कतिपयजनाले टिकट नपाएर बिच जुन रोड जुन हिँड्ने बाटोमै बसेर गएका छन् कतिपय। हेरौँ कस्तो हुन्छ। तेरा ठुलो ठुलो है तेरा हुडी को ठुलो दे रहा है मुझे। मैले लिनुपर्ने है कतिपय टिकट नकाटेर बिचमा अहिले उठेर यात्रा गरिरहेका छौँ भने कतिपय बिच रोडमै बसेर नै यात्रा गरेका छौँ। किनकि यो नाइटमा जानुपर्छ, धेरै गाह्रो नै हुन्छ कि नाइटमा जानुलाई। त्यो पनि अब त्यहाँ त्यस्तो हुन्छ कि त्यति धेरै गाडी भए पनि अब सिधै पाइन्छ। दसैँको बेला अलि धेरै पैसा बाटोमा हिँड्ने ठाउँै छैन। अब कता हो भनेर जुन खलासीहरू बजाउने मान्छे राख्न खोज्दैन। यो बिहान पल्टको हो, किनकि हामी राति 5 बजे हिँडेका छौँ भने बिहान 8 बजे आफ्नो जुन गन्तव्य अछाम बाजुराको जुन सिमानामा पुगेका छौँ। त्यसपछि बल्ल सानो जीवमा पुगेर हामी आफ्नो गन्तव्य भनेपछि घरसम्म पुगेका छौँ। यो हाम्रो गाउँ हो, अछाम जिल्ला मेले गाउँपालिका 2 मा हामीले यो तपाईँहरूलाई देखाइरहेका छौँ। हामी बल्ल त्यत्रो दुःख गरेर हामी बल्ल यहाँ पुगेका छौँ। घर जान धेरै गाह्रो, आउन पनि धेरै गाह्रो। जुन गाउँबाट त्यति धेरै सजिलो थिएन। हामीले यो स्कुल देखाइरहेका छौँ। स्कुल हाम्रो यहाँ 5 क्लाससम्म यहाँ पढाइ हुन्छ। यो स्कुलबाट भिडियो कस्तो लाग्यो, यस्तै भिडियोहरूको लागि हाम्रो च्यानललाई सपोर्ट गर्न नबिर्सनुहोला, सब्सक्राइब गरिदिनु होला।